यदि तपाईको अर्निङ चाहिँ लर्निङ र बर्निङ पछाडिको भयो भने त्यो सस्टेनेबल हुन्छ, सधैँको हुन्छ। ज्ञान बिनाको जब धन आर्जन हुन्छ नि, मान्छे हौसिन्छ, उसले नबुझिकन चाहिँ धेरै कुराहरू गर्छ। भगवान जी आज किस बारे में बताएं, बोलियो भगवान सर, आज का मोटिवेशन किस बारे में बताएं? बिजनेस के बारे में, यानी नेपाली में बताऊं और इंग्लिश में और मेरे भाषा में? ओके। सो भगवान सरले भने जस्तै आज बोलौं बिजनेसकै बारेमा बोलौं न त। सबैलाई नमस्कार। सो युजुअली बिजनेस जब सुरुवाती चरणमा हुन्छ त्यति बेला धेरै नै गाह्रो हुन्छ। बिजनेस स्थापना गर्न सजिलो हुन्छ तर त्यसलाई रन गर्न एकदम गाह्रो हुन्छ। बिजनेसमा आउने उतार चढावमा सम्हालिन जरुरी छ, किनकि सुरुवातमा यदि त्यो बिजनेसले तपाईलाई सुरुवाती चरणमै सफलता दियो भने तपाईले केही सिक्नुहुन्न, खाली त्यसले तपाईलाई घमण्डी मात्र बनाउँछ। बिजनेस गर्दा युजुअली हामीले तीनटा कुराहरू मात्र प्राप्त गर्छौं, लर्निङ, अर्निङ र बर्निङ। यदि तपाईको अर्निङ चाहिँ लर्निङ र बर्निङ पछाडिको भयो भने त्यो सस्टेनेबल हुन्छ, सधैँको हुन्छ। तर यदि तपाईले बिजनेसमा बर्निङ र लर्निङ बिनै अर्निङ गर्न थाल्नुभयो भने त्यो सस्टेनेबल हुँदैन। ज्ञान बिनाको जब धन आर्जन हुन्छ नि, मान्छे हौसिन्छ, उसले नबुझिकन चाहिँ धेरै कुराहरू गर्न थाल्छ। त्यसले पछि गएर अन्ततगतवा हामीलाई धेरै नै दुःख दिन्छ। तसर्थ बिजनेस म चाहिँ के भन्छु भन्दाखेरि एउटा सानो बच्चा जस्तै हो, जुन बच्चा जन्मिसकेपछि त्यसलाई हुर्किन समय लाग्छ, बच्चा हुर्किसकेपछि त्यसले कमाउन पनि समय लाग्छ। त्यसरी नै बिजनेस गर्दा आउने उतार चढावमा संयमित हुनुहोस्, स्थिर हुनुहोस्। बिजनेसको सुरुवाती चरणमा जहिल्यै पनि तपाईले केही न केही गुमाउनु नै हुन्छ, त्यो गुमाइमा नआत्तिनुहोस्। अप्स एन्ड डाउनको बीचबाट नै अगाडि बढ्दै जानुभयो भने अवश्य एक दिन सफल हुनुहुनेछ। बिजनेस सुरुवात गर्न जति सजिलो छ, बिजनेसलाई सस्टेन गराउन त्यति नै गाह्रो छ। धैर्यका साथ अगाडि बढ्नुहोस्। गॉड हैज बेटर प्लान। राधे राधे।